and welcome to our entrance guide. र तपाईहरु entrance prepare गरिरहनु भएको छ भने you are on right channel. Today we are going to talk about binomial expansion. सुरुमा हामी binomial expansion को सबै टाइप हेर्छौं. र सबै टाइप मैले सिकाइदिसकेपछि चाहिँ तपाईले बुकबाट भएको जस्तो क्वेशन पनि गर्न सक्नुहुन्छ र तपाईको कन्फिडेन्स आउँछ कि यो क्वेशन मलाई अलरेडी आउँछ. यो त यस्तो टाइपको पो क्वेशन थियो त भन्ने तपाईको दिमागमा आफै आउँछ. सुरुको टाइप भनेको चाहिँ यस्तो एक्सपान्सनको एउटा टाइप दिएको हुन्छ तपाईलाई एउटा एक्सपान्सनलाई एक्सपान्सन गरेकै दिएको हुन्छ र त्यहाँबाट अब कोफिसिएन्टहरुको सम अथवा a1 + a2 + यस्तो गरेर यसरी सम निकाल भन्ने दिएको हुन्छ. यहाँ चाहिँ हामीलाई a2 a4 a6 दियो. अब a3 a5 a7 त्यस्तै अनुसारको डिफरेन्ट टाइप हुन सक्छ क्वेशनहरु र यसको भ्यालु निकाल भन्ने दिन्छ. अब यस्तो क्वेशन देख्ने बित्तिकै चाहिँ अब x को भ्यालु हाल्न खोज्ने. सुरुमा हामी यसो हेर्दा अब अगाडि त केही पनि छैन यसको हैन. x को भ्यालु 1 राख्दा फेरि पनि कोफिसिएन्ट अगाडि त केही टर्महरु आउँदैन. अब x को भ्यालु 1 राख्दियौ. 1 राख्दाखेरि सुरुमा 1 + 1 - 2 गर्दा फेरि 0 आयो र राइट ह्यान्ड साइडमा पनि हामी x को भ्यालु 1 राख्ने. 1 + a1 + a2 ... a12 सम्म गयो. अब हामीलाई यो त सबै होल्ड आयो. 1 पनि छ, a1 पनि छ, a2 पनि छ, a3 पनि. तर हामीलाई a2 a4 इभन नम्बर मात्र चाहिएको छ. इभन कोफिसिएन्ट मात्र चाहिएको छ. भने चाहिँ अब हामी a1 लाई कसरी इलिमिनेट गर्न सकिन्छ भनेर सोचौं त. a1 लाई अब मैले x को भ्यालु -1 हाले भने के आउँछ त. त्यो हालेर हामीले एड गर्दियौ भने त a1 त हाम्रो जान्छ किनकि यो अगाडि -a1 हुन्छ र यो र हामीले अहिले निकालेकोलाई एड गर्दियौ भने त अफ कोर्स a1 त इलिमिनेट्स हुन्छ. र हामी गरि हेरौं. यो चाहिँ वेन x चाहिँ हामीले 1 राख्दा यो x भनेको -1 राखौं. -1 राख्दा यो 1 भयो, यो -1 0 भयो. -2 -1 राख्दा फेरि 2 को पावर 6 आयो अगाडि. राइट ह्यान्ड साइडमा चाहिँ a-1 + a2 -a3 ... a12. अब हामीलाई a2 ल्याउनु छ भनेपछि अब a1 लाई इलिमिनेट कसरी गर्न सकिन्छ. यो 1 को पर्वाह नगर्नुस् अहिले. a1 a3 हरुलाई इलिमिनेट गर्न त हामीले यो दुईटा इक्वेशनलाई एड गर्दिने. लेट्स से इक्वेशन 1 र इक्वेशन 2. इक्वेशन 1 र इक्वेशन 2 लाई एड गर्दिनुस्. 2 को पावर 6 आयो. 1 + 1 गर्दा 2 आयो प्लस 2a2. त्यस्तै गरी 2a4 आउँछ ... a12 आयो. अब क्वेशन हेर्ने. a2 a4 आयो हामीलाई. अब यो 2 लाई 2 को पावर 2 कमन लिनु यहाँबाट. अथवा यो 2 लाई यता लगेर जसरी कमन लिएर युज टु हुनुहुन्छ त्यसरी लिनुस्. 2 को पावर 6/2 गर्दिन्छु. यहाँबाट 2 कमन लिएर म मुनि जादै मैले 1 + a2 + a4 ... a12 आयो. 2 को पावर 6/2 भनेको 32 आउँछ र 32 यो 1 लाई यता लग्दियौ हामी. -1 गर्दा 31 हाम्रो आन्सर आयो यतिको. अप्सन ए इज राइट आन्सर. अब अर्को टाइपमा जान. फाइन्ड द नम्बर अफ टर्म इन द एक्सपान्सन भनेर सोध्छ. अब यसमा अब तपाईलाई दुईटाको त थाहा हुन्छ नि. x + y म अर्कै कपी युज गर्छु त यहाँ अलि रफ हुन्छ. x + y यसको कतिवटा टर्म हुन्छ भन्दाखेरि तपाईहरु ठुलो आवाजले n + 1 हुन्छ. तर x + y + z तीनटा टर्मको कतिवटा टर्म हुन्छ भन्ने भने अलि झुकिनुहुन्छ र एक्सपेक्सनको कुरा गरिरहेको छु. र तीनवटा टर्म आयो भने के गर्ने. तीनवटा टर्ममा नि दुईटा टाइप हुन्छ. अब त्यो दुईटा टाइप भनेको एकचोटी हेर्ने बित्तिकै आउने हुन्छ. यो हेर्नुस् र यो हेर्नुस्. यसमा डिफरेन्स के पाउनुभयो. यहाँ x को टर्महरु मात्र छ. अब यसमा x पनि छ, y पनि छ, z पनि छ. तीनवटा डिफरेन्ट भेरिएबल छ र सेम भेरिएबल आको बेला चाहिँ के गर्ने त. सेम भेरिएबल आको बेला को टाइप. अब सेम भेरिएबलमा मैले यो एक्जाम्पल लिए. तपाईहरुको क्वेशनमा जे पनि हुन सक्छ है. सेम भेरिएबल भनेको x मा मात्र डिपेन्ड छ. यो त्यो आको बेला चाहिँ अब फ्याक्टराइज गर्न खोज्ने. किनकि एउटै छ भने फ्याक्टराइज हुनु पर्छ. र x² - 2 + x² गर्यो भने अब यसलाई फ्याक्टराइज गर्न त के गर्नु. यो त x - 1/x को होल स्क्वायर छ र धेरै जसो चाहिँ यस्तो आयो भने चाहिँ होल स्क्वायर त्यस्तैमा कन्भर्ट हुन्छ. x - 1/x छ. यसको पावर 2 भयो र इन्टु n यो बाँकी हो.
यो भनेको x - 1/x को होल स्क्वायर भयो। अब यो गर्दाखेरि त 2n भयो। अब कतिवटा टर्म हुन्छ भन्दा त अब नर्सरीको बच्चालाई ल्याएर बोलाए नि भनिदिन्छ, किनकि दुईटामा त हामीले n+1 भन्नु पढाएको छ। अब यहाँ के हुने भयो त 2n+1 हुने भयो। यो एउटा टाइप हो, यसको नम्बर अफ टर्म 2n+1 भयो। अब अर्को टाइपमा भनेको अब डिफिकल्टी x + y + z को होल पावर n आयो भने के गर्ने त हैन। अब तीनवटा टर्म आइदियो भने यसको लागि अब तपाईँले फर्मुलै घोक्नुहोस्, र घोक्नलाई पनि म एउटा इजी तरिकामा सिकाइदिन्छु। सुरुमा म्याथमेटिकल इन्डक्सनबाट जाम है त। n को भ्यालु 0 राखेर हेरौँ। n को भ्यालु 0 राख्दा नम्बर अफ टर्म कति आउँछ? यो 0 राख्दा 1 मात्र, यो होल टर्म 1 हुन्छ भनेको नम्बर अफ टर्म भनेको 1 मात्र आयो, नम्बर अफ टर्म। र n = 1 राख्दाखेरि कतिवटा टर्म आउँछ? यहाँ तीनवटा डिफ्रेन्ट टर्म आयो, डिफ्रेन्ट टर्म आयो। अब यति भइसकेपछि चाहिँ अब n = यति भइसकेपछि अब फर्मुला जेनरलाइज गर्न खोज्ने। अब मैले 1 राख्दाखेरि, मैले n 0 राख्दाखेरि चाहिँ n 0 राख्दाखेरि अब एन्सर चाहिँ हामीलाई 1 आउनु पर्यो है। त्यसको लागि अब n + 2/2 हुनु पर्यो हैन, 2/2 हुनु पर्यो। यसमा त कम्बिनेसन लाग्छ, त्यो पनि थाहा छ, एउटा आइडिया त्यो पनि भयो। एउटा कम्बिनेसन त लाग्छ नि त, यो एक्सपेन्सन गर्दा कम्बिनेसन युज हुन्छ। अब 3 राख्दाखेरि 1 चाहियो, n 1 राख्दाखेरि 3 चाहियो भनेपछि n को भ्यालु यहाँ 1 राखिदिनुस् त। 1 राख्दाखेरि 1 + 2 भने 3/2 आयो, 3/2 आयो। अब यसलाई हामी कसरी 3 मात्र बनाउन सक्छौँ त? n + 1 गरेर। यही भयो हाम्रो फर्मुला। तपाईँले अब भ्यालु हालेर फर्मुला रिमेम्बर पनि गर्न सक्नुहुन्छ। यो चाहिँ अब कम्बिनेसनको टर्ममा आयो के। अब n - 1 हुँदै हुँदै जान्थ्यो, अरू टर्म 4वटा टर्म 5वटा टर्म भित्र भएको। तर हामीलाई त अब 3वटा टर्म भन्दा बढी सोध्दैन, र 3वटाको लागि फर्मुला भने यो भयो। अब तपाईँलाई एक्सर्साइज गरौँ, र यसको कतिवटा टर्म हुन्छ फाइन्ड गर्नुहोस्। सुरुमा आफूले फर्मुला हाल्न कोसिस गर्नुहोस्। एकचोटि गर्नुभयो भने चाहिँ तपाईँले बिर्सिनुहुन्न। यो मैले रिमेम्बर गर्ने ट्रिक पनि सिकाइदिइसकेँ। गर्नुभयो भिडियो पज गर्नुहोस् है त। अब मैले n 0 राख्दाखेरि 1 आउने र n 1 राख्दा 3 आउने जस्तो अब फर्मुला बनाउनु पर्यो। त्यो भनेको त तर अनि कम्बिनेसन पनि लाग्नु पर्यो त्यो फर्मुलामा, र यो n + 1/2 आयो। यो गरिसकेपछि अब n को भ्यालु 6 राख्नुहोस्। 8 + 7 8 × 7/2 गर्दाखेरि 7 × 4 = 28 यति आयो। अब अर्को टाइपमा जाम, मिडल टर्म अथवा ग्रेटेस्ट टर्म भनेर सोध्छ यस्तो क्वेसन चाहिँ। र क्वेसनमा हेर्नुहोस्, इफ n = 2m देन द मिडल टर्म्स इन द एक्सपान्सन अफ x + a पावर n इज भन्ने देखाएको छ। र हिन्ट, यो चाहिँ अलिक ट्रिकी छ, तपाईँले सोलुसन ल्याए पनि एन्सरमा झुकिन सक्ने सम्भावना बढी छ यो क्वेसनमा। मैले चाहिँ ट्रिकी क्वेसनहरू मात्र राखिदिएको छु। र मिडल टर्मको लागि एकदमै सजिलो तरिका भनेको, अब सपोज तपाईँलाई x + 1 को 12 छ हैन, 12 c 12, n अथवा 12c, यो n हैन r, यो r हुन्छ। र r को भ्यालु चाहिँ इन्क्रिज गर्दै भने यो भ्यालु डिफ्रेन्ट भइरहन्छ। यो चाहिँ कताबाट आयो भन्दा r + 1 = ncr, यसको एक्सपान्सन गर्दा x को पावर r, n 1 को पावर n - r भयो। यसलाई हामीले 1 मानिनु भयो, यो यहाँबाट आएको हो। तर यो कोफिसिएन्ट 1 + x मा त कोफिसिएन्ट भनेको यसले डिटरमाइन गर्ने हो, त्यही भएर हामी यो टर्म मात्र हेरौँ। अब मिडल टर्म फाइन्ड गर्न इजी तरिका के छ भन्दाखेरि, अब धेरैले के गर्छन् भन्दाखेरि 12 + 1 गरेर 13वटा टर्म हुन्छ, अनि /2 - 1 के ल्याङफ्याङ के गर्छन्। र त्यस्तो केही गर्नु पर्दैन। त्यसको लागि के गर्ने भन्दाखेरि 12 छ नि, यहाँ 12 मा लेख्नुहोस्,
र मिडल टर्म भनेको त एउटा युनिक कुरा हो नि त, एउटा युनिक भयो, त्यो चाहिँ अरूमा आउनु भएन। अब यसको मिडल टर्म के हुन्छ भन्दाखेरि अब तपाईँले +1 केही फर्मुला छ नि त्यो घोक्नु पर्दैन। मिडल टर्म त एउटा युनिक हो, त्यति कुरा याद राख्नुहोस्। अब आरको भ्यालु मैले के राखेँ भने यो एउटा युनिक हुन्छ। आरको भ्यालु मैले 6 राखिदिएँ भने अब C12 NCR = NCN-R हुन्छ भनेर नि पढेको हो यो कम्बिनेसनमा। र यहाँ 12C6 R को भ्यालु 6 राखिदियो भने फेरि 12 - 6 गर्दा त फेरि 6 नै आउँछ, 6 आयो। र यो चाहिँ हाम्रो मिडल टर्म हो। अब हामीले R को भ्यालु 5 राख्दा भए के हुन्थ्यो त, 12 5 हुन्थ्यो। एउटा युनिक एलिमेन्ट छैन। अब 12 - 5 राख्यो भने 12C7 आयो, 12C7 आयो। अनि बिचको कुरा त छैन, यो एउटा युनिक भएन। अब यदि अब 13 भएको भए अब 12CR को सट्टा x + 1 पावर 13 भएको भए तपाईँले अड इभन के छ त्यस्तो केही चेक गर्नु पर्दैन। मैले यो ट्रिक भनिसकेपछि चाहिँ मिडल टर्मको लागि हो यो, मिडल टर्म अथवा ग्रेटेस्ट टर्म। ग्रेटेस्ट टर्म भनेको नि मिडल टर्मै हुन्छ 1 + x छ भने। अब यसमा के गर्ने त, युनिक एलिमेन्ट फाइन्ड गर्ने, त्यति मात्र थाहा छ मिडल टर्म। 12C अब 3। अब R को भ्यालु म के राख्नु त, यसको युनिक होस्। अब R को भ्यालु यहाँ अब अघि जस्तो 12C6 जस्तो त छैन यो, किनकि 6 + 6 गर्दा 12 आउँथ्यो। अब यहाँ त 6 राख्न मिल्दैन, यो त एउटा अड छ। अब हामी यसरी राख्छौँ कि एउटा 6 राखौँ, यहाँ 6 राख्दा फेरि 13 - 6 भने कति आयो, 7 आयो। र 13C7 यो दुईटा त इक्वल हो। 13C6 भन्नु र 13C7 भन्नु एउटै हो। र यहाँ 6 पछि सिधै 7 आएको छ। अघि हामीले 12 मा तपाईँले याद गर्नुभयो होला, यहाँ 5 राख्दाखेरि 5 पछि 12 - 5 गर्दा सिधै 7 आयो। र 5 पछि 6 आउनुपर्ने थियो, सिधै 7 आयो। भने चाहिँ एउटा स्केप भएको छ क्यारेक्टर। तर यहाँ 6 राख्दाखेरि 12 - 6 राख्दा त फेरि 6 नै आउँछ। कुनै क्यारेक्टरहरू चाहिँ त्यहाँ स्केप भएको छैन है त। अब यहाँ एउटा 13C6 आयो र 13C7 आयो। यो दुईटा भन्नु एउटै हो, 13 - 6 गर्दा 7 आयो। त्यही भएर हाम्रो दुईटा मिडल टर्म छ, दुईवटा मिडल टर्म छ। र मिडल टर्ममा के भयो भने इफ एउटा मात्र मिडल टर्म छ भने एउटा मात्र हुन्छ। यस्तो 12 मा 6 भयो। अब दुईटा मिडल टर्म छ भने पनि युनिक त युनिक हुनु पर्यो। 6 र 7 भनेको एउटा n छ भने एउटा n+1 हुनुपर्छ भन्ने थाहा छ हामीलाई मिडल टर्म। एउटा n छ भने एउटा n+1 हुनुपर्छ मिडल टर्म। र यसरी पनि तिमीहरूले यतिकै माइन्डमा पनि चेक गर्न सक्छौ। 6 पछि सिधै 7 आयो। अब एउटा क्वेसन लिउँ त, NC ल त 11 NC12 छ। यसको n फाइन्ड गरेर देखाऊ मलाई। भिडियोलाई पज गर अनि फाइन्ड गर। र यसबाट के कन्क्लुजन निकाल्यौँ भने यो दुईटा मिडल टर्म रहेछ भन्ने पनि थाहा भयो। यो एक्सपान्सनको यो मिडल टर्म रहेछ, 1 + x को पावर n को यो 11 र 12 चाहिँ मिडल टर्म रहेछ। र n भनेको यदि यो र यो इक्वल छ भने n - 11 भनेको 12 सँग इक्वल हुनुपर्छ। n भनेको 23 हुन्छ। र यस्तो क्वेसन पनि दिन सक्छ तिमीहरूलाई, इफ 11 and 12 are = 11 or are = 12 आर द मिडल टर्म, अथवा 12 टर्म र 13 टर्म चाहिँ मिडल टर्म छ एउटा एक्सपान्सनको भने चाहिँ त्यसको टोटल पावर कति हुन्छ भनेर निकाल भनेर नि दिन्छ। 12 टर्म भनेको त R11 हो नि त। TR+1 राख्दाखेरि R11
राख्यो भने T12 आउँछ नि त, त्यही भएर 12 टर्म भनेको R11। र मिडल टर्म पनि हामीले इजिली फाइन्ड गर्न सिक्यौं, त्यो फर्मुला नगोकिने। अब यही कुरा चाहिँ तपाईलाई क्वेशन गरिसकेपछि झन् मजा आउँछ। n equal to 2m छ, then the middle term in the expansion of x plus a comma n, n को भ्यालु NCR राखौँ हैन। n भनेको कोफिसिएन्ट भने त्यसले दिन्छ, त्यही भएर हामी यति टर्मलाई मात्र लियौं 2mCR। n भनेको 2m सँग इक्वल छ। अब n 2mCR, अब r को भ्यालु चाहिँ के राख्यो भने चाहिँ यो मिडल टर्म आउँछ। r को भ्यालु एउटा युनिक हुनुपर्छ। r को भ्यालु के राख्यो भने चाहिँ यो मिडल टर्म आउँछ। अब r को हेर्ने बित्तिकै आयो त, r को भ्यालु m राख्दिनुस् र 2m - m गर्दा नि m आउँछ नि त। 2m m राख्दिनुस्, r को भ्यालु m राख्दा चाहिँ यो एउटा युनिक आयो, किनकि 2m - m गर्दा नि m आउँछ। अथवा तपाईले अर्को तरिकाले पनि गर्न सक्नुहुन्थ्यो। यसरी गर्दा त झन् सजिलो छैन, तर यही तरिकाले अब r कसरी निकाल्ने त? 2m - r प्लस should be equal to 2m - r should be equal to r गर्दियो भने पनि यसको मिडल टर्म आउँछ। यसरी गरौँ भने नि मिडल टर्म आउँछ। तर यसरी गर्नु भन्दा सिधै हेर्ने बित्तिकै गर्दा अलि सजिलो हुन्छ र तपाईहरुलाई प्र्याक्टिस पनि हुन्छ गर्न। अब r equal to m हुँदाखेरि त मिडल टर्म आयो। अब r कति टर्म चाहिँ मिडल टर्म हो त? यो r भनेको त टर्म होइन। अब धेरैले चाहिँ झुकेर m टर्ममा लगाइदिन्छन्। यो r भनेको tr + 1 हुन्छ। यदि r m भयो भने t भनेको m + 1 टर्म हुन्छ। त्यही भएर अप्सन बी भनेको राइट आन्सर भयो। र अर्को क्वेशन छ, अरु क्वेशनलाई अब धेरै टाइम लाग्दैन। इन x + y को होल पावर n र 14 र 13 टर्म आर इक्वल। यो टर्म र x मा r मा नझुकिनुस्। यदि 0 r को भ्यालु 0 छ भने यो फर्स्ट टर्म हो, किनकि tr + 1 भनेको t1 हुन्छ, यो फर्स्ट टर्म हो। धेरैले चाहिँ यसमा झुकिने गर्छन् कि r = 1 आउँछ अनि फर्स्ट टर्ममा टिक लगाइदिन्छन्। त्यस्तैमा जाल फालेको हुन्छ के तिमीहरुलाई क्वेशनमा। अब 4 टर्म भन्ने बित्तिकै r3 भयो र 13 टर्म भन्ने बित्तिकै हामी r को भ्यालु 12 लेखिहाल्ने। र 3 र r को भ्यालु 3 राख्दा र r को भ्यालु 12 राख्दा फेरि चाहिँ त्यो के हुन्छ, कोफिसिएन्ट चाहिँ इक्वल आयो रे। कोफिसिएन्ट चाहिँ इक्वल आयो, मैले अघि सिका जसरी NCR equal to NCR। R भनेको हामीले 3 र 12 राख्दा इक्वल आयो भनेको n भनेको के हुन्छ, 12 + 3 गर्दिनुस् 15 भयो r n। n भनेको 15 भयो। अर्को टाइप भनेको सम अफ कोफिसिएन्ट भनेर दिन्छ। यो हेर्दा गाह्रो तर एकदम सजिलो छ। सम अफ कोफिसिएन्ट अफ एक्सपान्सन अथवा x + y पावर n इज 4096, देन द ग्रेटेस्ट कोफिसिएन्ट इन द एक्सपान्सन इज। यो आउने चाहिँ भिडियो पज गरेर गर, नआउने मैले सिकाइदिन्छु। सम अफ कोफिसिएन्ट एउटा एक्जाम्पल लिएर गर्छु म। 1 + x को पावर n गर्दाखेरि मैले cox अनि nco यो n नै छ प्लस c1 x² त्यसै जान्दै हो। हामीले x को भ्यालु 1 राख्दियौ भने 2 को पावर n हुन्थ्यो। 1 + co + c1 र यसको सम अफ कोफिसिएन्ट निकाल्नु भने हामी x को भ्यालु 1 राख्दिन्थ्यौं यसमा, र यो कोफिसिएन्टहरुको सम आउँथ्यो।
यो कोफिसिएन्ट यो कोफिसिएन्ट यो कोफिसिएन्टहरुको सम आउँथ्यो। अब यसमा त दुईटा छ, अब के गर्ने त x र y को दुईटैमा 1 राख्दियो। 1 राख्दाखेरि चाहिँ 2 को पावर n हुन्छ र 1 राख्दाखेरि कसरी आएको कोफिसिएन्ट समको कोफिसिएन्ट अफ सम अफ कोफिसिएन्ट चाहिँ कसरी आयो भन्दा मैले यहाँ देखाइसके। 1 राख्दाखेरि x सबै हटेर जान्छ अनि कोफिसिएन्ट मात्र बाँकी रहन्छ, त्यसरी सम आउँछ। र यो एक्सपान्सनमा नि x = 1 र y = 1 राखौँ। यो गर्दाखेरि 2 को पावर n आयो = 4096। अब म n को भ्यालु कति हुन्छ त log 2 4096 गर्दा n को भ्यालु 12 आयो। अब हामीले यतिमा क्वेशन सके छैन। अब ग्रेटेस्ट कोफिसिएन्ट निकाल भने ग्रेटेस्ट कोफिसिएन्ट भनेको एउटा युनिक हुन्छ। युनिक भनेको ग्रेटेस्ट भन्ने बित्तिकै एउटा युनिक भयो र मिडल टर्म पनि हाम्रो युनिकै छ। जस्तै तिमीहरूले x1 + x को पावर क्युबलाई एक्सपान्ड गर्दाखेरि त्यसको कोफिसिएन्ट 1 + 1 आउँथ्यो, एउटा 3 आउँथ्यो, एउटा 3 आउँथ्यो, यहाँ 1 आउँथ्यो। यो दुईटा मिडल टर्म भयो, यो नै ग्रेटेस्ट छ। 1 + x को स्क्वायर गर्दाखेरि के आउँथ्यो 1 2 1 आउँथ्यो। मिडल टर्म नै ग्रेटेस्ट हुन्छ र जहिले पनि युनिक एलिमेन्ट ग्रेटेस्ट भन्ने बित्तिकै युनिक भयो, युनिक भन्ने बित्तिकै मिडल टर्म युनिक हुन्छ जहिले। अब मिडल टर्म निकाल्दा यहाँबाट मिडल टर्म निकाल्न NCR गर्ने युनिक होस् 12C। अब मैले r को भ्यालु के राखेँ नि युनिक हुन्छ 6 राख्दिएँ भने फेरि 12 - 6 गर्दा 6 नै आउँछ। एउटा युनिक आइडेन्टिटी बनायो त्यसले र 12 6 गर्दाखेरि एन्सर चाहिँ 924 आउँछ। अब अर्को टाइप छ र धेरै झुक्किने टाइप भनेको यही टाइप हो। फाइन्ड द कोफिसिएन्ट अफ x को पावर n भनेर सोधिन्छ। जस्तै अब n को पावर 1 2 3 भयो जे पनि हुन्छ x अथवा x² फाइन्ड गर भन्छ कोफिसिएन्टमा। र त्यसको लागि नि मैले टाइप बनाइदिएको छु। एउटा चाहिँ सिम्पल यो दुईटा टर्मको लागि, दुईटा टर्मको लागि x को पावर 10 फाइन्ड गर भनेर सोध्यो। अब हामी जेनरल टर्म भन्ने लेख्छौँ NCR। NCR को सट्टा तिमीहरूले NC(r) पनि लेख्न सक्छौ, जुनमा युज टु छ त्यसरी लेख। 1 + x² को एक्सपान्सन गर्दा x को पावर 2 r 1 n - 1 n - r र 1 लाई हामीले n - जति पावर गरे नि यो 1 हुन्छ, यो हामीले नहेरे नि भयो। तिमीहरूले x2 गरेर यहाँ चाहिँ n - 1 राखेर यहाँ चाहिँ r राखेर गर्न पनि मिल्छ, तर हामीलाई धेरै झ्याउमा किन जानु, यहाँ इलिमिनेट भइरहेछ, त्यसरी गर्दा पनि मिल्छ। r को सट्टामा n - r राखेर यहाँ चाहिँ r राखेर गरे पनि मिल्छ। अब x को पावर 10 निकाल भनेको छ कोफिसिएन्ट। अब यहाँको यसो जेनरल टर्ममा हेरौँ। जेनरल टर्ममा हेर्दा चाहिँ x² छ र रेज पावर r छ। r को भ्यालु कति राख्यो भने 10 आउँछ, 5 राख्दियो भने 10 आउँछ। x2 5 गर्दाखेरि x 10 आयो। अब r 5 राख्दा NC 5 भयो। अब n हामीलाई कति थाहा छ 10 थाहा छ, 10C5 गरौँ, लास्ट इजी छ 252 हो, 252 एन्सर हो। अब अर्को डिफिकल्टी अलि बढी। अब यस्तो क्वेसन आयो भने कसरी गर्ने त ट्राई गर्न मन छैन, ट्राई गर र हिन्ट पनि दिन्छु म फ्याक्टराइज गर्ने यसलाई र म गरिदिन्छु यसलाई। र फ्याक्टराइज गर्दा सुरुमा जस्ताको त्यस्तै यहाँ क्वेसन सारौँ 11 भयो। अब फ्याक्टराइज यसो हेर्ने फ्याक्टराइज कसरी गर्न मिल्छ त 1 + x भयो, यहाँबाट x² कमन लियो भने फेरि 1 + x आयो 11 भयो। अब 1 + x लाई फेरि कमन तान्ने 1 + x² भयो, यसको होल 11 भयो। अब हामीलाई x को पावर 4 फाइन्ड गर भने अब हामीलाई x को पावर 4 फाइन्ड गर भनेछ। अब दुईटामा यो सेपरेट भयो इन्टु छ। यहाँबाट हामीले एउटा x को पावर 1 निकाल्यौँ भने अथवा x को पावर 0 भनेको एउटा कन्स्टेन्ट टर्म x को पावर 0 यो पावर छ है, पावर छ। x को पावर 0 निकाल्यौँ भने यहाँबाट हामीले x को पावर 4 निकाल्नु पर्यो र यसलाई यहाँबाट कन्स्टेन्ट निकाल्यौँ अथवा x को पावर 0 भनौँ न हैन, निकाल्यौँ भने यहाँ x को पावर 4 निकाल्नु पर्यो योबाट। यदि यसबाट हामीले cx को पावर
सी हैन हामीले यहाँबाट x निकाल्यौं भने यहाँबाट x क्यूब निकाल्नु पर्यो अहिले धेरै नजाऊ हैन x स्क्वायर गर्दा फेरि x2 निकाल्नु पर्यो x3 गर्दा फेरि x1 x4 गर्दा फेरि x0 र यसलाई मल्टिप्लाई गर्दियो भने कन्स्ट्यान्ट र x को पावर 4 लाई मल्टिप्लाई गर्दियो भने x को पावर 4 आउँछ र त्यसको कोएफिसिएन्ट त हामीले यसलाई एड गर्दियो भने निकाल्न मिल्छ अब हेर यहाँ x स्क्वायर छ x को जेनरल टर्म लेखेर देखाइदिन्छु म एनसीआर भो x को पावर 2r हुन्छ यो यसरी हुन्छ r को भ्यालु मिनिमम के हुन्छ 0 हुन्छ 0 राख्न मिल्छ 1 राख्यो भने 2 राख्यो भने 1 राख्यो भने x स्क्वायर आयो 2 राख्यो भने x को पावर 4 आयो भनेपछि x को चाहिँ यहाँबाट इभन पावर मात्र निक्लिरहेको छ भनेपछि यो निक्लिदैन र यो निक्लिएन यो पनि भएन भन्छ यो पनि भएन बाँकी रह्यो हामीलाई 3 वटा बाँकी भयो 3 वटालाई म लेखिदिन्छु अब cx0 into cx4 भयो प्लस यहाँबाट x स्क्वायर निकालेर फर्स्टबाट अर्कोबाट नि x स्क्वायर निकाल्न सकिन्छ सेकेन्डबाट प्लस फर्स्टबाट x को पावर 4 निकाल्ने सेकेन्डबाट कन्स्ट्यान्ट टर्म निकाल्ने फर्स्टबाट सेकेन्डबाट यति थाहा भयो भनेपछि म अर्को अब त केही छैन सकिसक्यो क्वेसन नि हाम्रो फाइनली हाम्रो x आएको र 1 + x स्क्वायर आयो होल पावर 11 छ यो भनेको 1 + x को पावर 11 र 1 + x स्क्वायर को पावर 11 सुरुकोबाट हामीले x0 निकाल्यौं भने सुरुकोबाट x0 भनेको यसको nc0 गर्यो भने x को पावर नि 0 आउँछ n भनेको 11 राख्दियौं हैन इन्टु अब यहाँबाट हामीले x को पावर 4 निकाल्नु पर्यो भनेपछि r को भ्यालु कति हुनुपर्छ त x को पावर 4 निकाल्न r को भ्यालु 2 भयो भने x को पावर 4 निक्लिन्छ भनेपछि 11r c2 राख्दियौं जेनरल टर्म पनि लेख्दियौं जोकिनला फेरि पावर r यो 1 को टर्म नेग्लेक्ट भयो यसको लागि x स्क्वायर हुन्छ यसको लागि xr भयो 2r भयो नि त यसकोबाट r को पावर 4 निकाल्न r2 राख्नु पर्यो अब प्लस गर्दै सुरुकोबाट 11c2 गर्नु पर्यो अब किनकि x स्क्वायर निकाल्नु छ इन्टु अर्कोबाट नि x स्क्वायर निकाल्नु र r भनेको 1 हुनुपर्छ प्लस सुरुकोबाट x को पावर 4 निकाल्न 11c4 गर्नु पर्यो र सेकेन्डबाट कन्स्ट्यान्ट निकाल्नको लागि 11c0 गर्नु पर्यो र यतिलाई मल्टिप्लाई गरेर क्याल्कुलेट गर्यो भने आन्सर तिमीहरुको 990 आउँछ सायद त्यही हो आन्सर यसमा चाहिँ कोएफिसिएन्ट अफ x इन द एक्सपान्सन अफ यो यसमा के गर 1 + x कमन लिदियो त्यसरी नै 3 + x गर 10 हुन गर अब यसलाई एक्सपान्ड गर्दियो एक्सपान्ड गर्दाखेरि चाहिँ यस्तो आउँछ जेनरल टर्म n 10cr plus x3 minus x को होल पावर r आउँछ जेनरल टर्म यही ncr यहीबाट लेखेको जेनरल टर्म x को पावर r बाट लेखेको जेनरल टर्म x को ठाउँमा यो छ यहाँसम्म क्लियर छ अब हामीले कोएफिसिएन्ट अफ x मात्र निकाल्नु भनेको छ भने हामीले धेरै मेहनत गर्नु परेन यसको एक्सपान्सन गर्दा जाँदा त r1 राखौं r0 राखौं 0 राख्दा फेरि यो पुरै टर्म हट्छ यो कन्स्ट्यान्ट मात्र आउँछ हाम्रो x को भ्यालु आएन x आएन टर्म 1 राख्दा फेरि x आउँछ 2 राख्दा फेरि यहाँ x स्क्वायर हुन्छ फेरि यो स्क्वायर हुन्छ x को
एक्स भन्ने टर्मै आउँदैन 2 राख्यो भने, किनकि एक्स स्क्वायर हुन्छ र 3 माइनस एक्स को होल स्क्वायर हुन्छ, त्यो राख्यो भने आउँदैन। यसमा अब फेरि मल्टिप्लाई गर्यो भने पनि हाइएस्ट पावर त एक्स स्क्वायरै हुन्छ, कन्स्ट्यान्टसँग यहाँ आएको कन्स्ट्यान्टसँग मल्टिप्लाई गरे पनि। त्यही भएर हामीलाई एक्स सम्म चाहिएको छ। अनि हामीले आरको भ्यालु 1 सम्म मात्र राख्न मिल्छ, यदि सम्म बुझेछ भने 10c1 गरौँ। आरको भ्यालु 1 राख्दा यहाँबाट आरको भ्यालु 1 राखौँ एक्स 3 माइनस एक्स, र यसलाई एक्सपान्ड गर्दाखेरि 10c1 र एक्स 3 माइनस एक्स छ। यसलाई एक्सपान्ड गर्दाखेरि 10c1 हामीलाई एक्स टर्म मात्र चाहिएको छ भने 3 मात्र लिउँ। यहाँ त के हुन्छ 3x माइनस एक्स स्क्वायर, एक्स स्क्वायर त हामीलाई चाहिएको छैन नि त, त्यो भने हामी 3 मात्र लिन्छौँ। र 10c1 × 3 गर्दा 30 आयो एन्सर। यो राइट छ। अब हाम्रो टाइप भनेको चाहिँ यसै c0 1 + x को एक्सपान्सन c1 यस्तोमा, र डिफ्रेन्ट प्रुभ गर्न त्यस्तो सोधिरहेको हुन्छ यसमा नि क्वेसन। यो चाहिँ म नेक्स्ट भिडियोमा हाल्छु। त्यतिको लागि स्टे ट्युन, स्टे सेफ, र च्यानललाई फलो गर्नुहोस्। मैले तपाईँहरूको लागि युजफुल कन्टेन्ट नै हालेको छु। र इन्ट्रान्स बारेमा केही चाहिएको छ भने मैले प्लेलिस्ट बनाइदिएको छु, र सर्ट ट्रिक 1 सर्टको लागि पनि प्लेलिस्ट छ। सबै प्लेलिस्टबाट चाहिँ एक्सेस गर्न सक्नुहुन्छ सबै कुराहरू। र यति नै, सबैजना राम्रोसँग पढ्नुहोस्, अब एक्जाम आउन आँटिसक्यो। थ्याङ्क यू फर वाचिङ, स्टे सेफ।